केटा र केटी समान हो भन्छ होइन, कुन आधारले? म त मान्दिनँ यार होइन, मान्नुपर्छ होइन, तर एउटा ठाउँ अनुसार हो, त्यसलाई सबैले सामान नजरले हेरेर पनि भएन। केटी मान्छेहरूसँग जहिले पनि डबल एउटा नेक्स्ट अप्सन हुन्छ क्या दोस्त होइन, तर केटा मान्छेसँग कुनै अप्सन छैन। केटी मान्छेले करियरतिर ध्यान दिन पर्छ होइन, त्यसले परिवारले हेर्छु भनेर निस्किन्छ सबै बाहिर, दुःख गर्छ उनीहरूले पनि होइन, तर दुःख गरेर भने पनि केही नभए पनि उसले बिहे गरेर गएर अरूको एक ठाउँमा बिहे गरेर अरू ठाउँ जाने भनेको एउटा अप्सन छ। केटा मान्छेसँग केही पनि छैन कि, केटा मान्छेसँग भाइ त गर्छस् भने गर्दिनस् भने पनि गर, मतलब छैन, तैँले जिम्मेवारी बोक्नुपर्छ होइन। अनि चाहे जसले नाइ भनोस् हो भनोस् त गर्दिनस् मतलब छैन, तँलाई अनिवार्य रूपमा जिम्मेवारी त बोक्नै पर्छ। अनि के हेरिरह, काम गर न काम।